फेरि घन्टा घरलाई हेर्ने यहाँ हाम्रो दाइले सफा गर्दै हुनुहुन्छ हाई गाइज वेलकम ब्याक टु आवर च्यानल। अहिले चाहिँ तपाईँलाई बिहानको 4 बजेको छ होइन, अनि हामी चाहिँ मर्निङ वक हिँड्दैछौँ। मेरो साथीहरू दिदी यस्तै छ गाइज, के गर्नु काम छैन। ड्रेसअप पनि खतरा छ कि फेरि मान्छेहरूले हेर्दैछन्, लाज लाग्छ। मलाई पनि लाज लाग्छ आजकल भ्लग बनाउने बानी नभएर। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हामी पेट्रोल पम्प बरगाछीको पेट्रोल पम्पमा आएको छौँ। तर यहाँ पेट्रोल पम्प बन्द छ किनभने अहिले हजुरको लागि उज्यालो भएको छैन। सो राम्रो वा के गर्नु यस्तै छ। अब दिमाग त छ, पागल हो भन्न त मान्छेले बौलायो भन्ने होला, केही छैन, म बौलाकै हो। अनि तपाईँहरूलाई म के भन्न चाहन्छु भने, के भन्न चाहनुहुन्छ? आई लभ यु। यो केटी जे पनि भन्छ कि नसुन्नु ल पुरा यस्तो छ दाइ आजकलको लिरिक्स। नजाऊ होइन, बिहान कहाँ जानु हौ, टेम्पोमा चढेर जाउँ भन्छ त। जाउँ साथीहरू, बानी नभएर होला कि हात गलो त साथीहरू। के हस्पिटल प्राली उडायो हावाले। गाइस तपाईँहरू देख्न सक्नुहुन्छ कि अहिले अघि हामी 4 बजी उठेर हिँडेको होइन, अनि अहिले चाहिँ 4:30 भएको छ। अनि 4 मात्र छैन कि उज्यालो हुन लाग्यो साथीहरू। के हो अरू बेला त 5-6 बजीसम्म पनि हुन्छ नि, अगाडि हुन्छ होइन। अनि अहिले चाहिँ हाम्रो गर्मी महिनामा त 4 बजे त ठ्याक्क अँध्यारो नै थियो। एकैछिनमा हेर्दा उज्यालो हुन आँट्यो। के भएको यस्तो? हामी पनि तल सिधा काली चोकबाट माथि भोटेपुल आइसकेको छौँ। तपाईँहरू देख्न सक्नुहुने नै छ, यहाँ भोटेपुलको बोर्ड छ, तर म त्यहाँ गएर देख्न सक्दिनँ। कुकुरले अञ्जना दिदीलाई तर्साइसकेको छ, बोलाइसके। के गर्नु गाइस, यस्तो जिन्दगी। भ्लग बनाउनु मन लाग्छ, जोस जागर पनि छ, तर के भन्छ अर्को के हुँदैन होइन। भ्लग बनाउनलाई पैसा त चाहिँदैन कि, के छैन भने के छैन हौ, त्यो हुन्छ नि एउटा भ्लग बनाउनु मान्छेलाई चाहिन्छ क्या एउटा चिज, कन्फिडेन्स भन्ने चिज अलिकति कम छ क्या। के गर्नु, ट्राफिक नियमको पालन नगर्यो सभ्य नागरिक पहिचान खै के है। तपाईँले हेर्नु सक्नुहुन्छ यसरी बिहानै सेलरोटी पकाउनुहुन्छ। तपाईँहरूलाई खान मन छ भने चाहिँ ट्याक्क भोटेपुलको यो के अरे होटेल, के हो यो होटेल? होटेल खै होटेल गजुरको ठ्याक्क अगाडि खान सक्नुहुन्छ तपाईँहरूले सेलरोटी। बुझ्नु भएन? होटेल गजुर मलाई हातमा होटेल गजुर चाहिँ किन पढ्न नआएको भने अलि टाढा थियो, साइडमा आँखा देख्दिनँ होला, त्यही भएर। तपाईँहरूलाई नयाँ यामाहाको स्कुटर बाइकहरू चाहिएको छ भने फेरि यहाँ आउन सक्नुहुन्छ। यहाँ ट्याक्क भोटेपुलदेखि माथिल्लो रोड क्याम्प जाने बाटो। तपाईँहरूलाई के चाहिएको छ घरमा भनेर मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई खोजी भनिदिन्छु। अलिकति मान्छेको अगाडि बोल्ने कन्फिडेन्स छैन साथीहरू, एक्लै हुँदा त खतम खुटुङ बोलिदिन्छु कि। कन्फिडेन्ट नभएपछि यसरी लजाउँदै मान्छे अगाडि नबोल्दै हिँड्नुपर्छ। तपाईँहरूले मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर के भन्छ त्यसलाई
साथ दिनुभयो भने मान्छेहरूको अगाडि बोल्ने कन्फिडेन्स म आफै निकाल्न सक्छु। ओके गाइज, लेट्स सी। तपाईँहरू हेर्न सक्नुहुनेछ। देखिसक्यो मान्छेहरूलाई मलाई हे रिजन के हो, जोकर लागिरहेछ मान्छेहरूलाई। म जोकर हो पागल हो। आफ्नै साथीलाई हाँस्न थालिसक्नु भयो। अरूको के कुरा गर्नु साथीहरू। तर म पागल होइन नि साथी, पागल हो पागल। सबैजना मलाई हेर्दैछन्। राम्रो सुन त हेर्नु पाइहाल्यो नि। अब हामी चाहिँ भान्चोक पनि आउन आँटिसक्यौँ। अब हामी भान्चोक गएर कहाँ जान्छौँ भन्ने कुरा त तपाईँहरूलाई म देखाउने नै छु। कहाँ जान्छौँ भन्ने कुरा हामीलाई पनि थाहा छैन। अनि नगर्ने एक्सर्साइज। मान्छेहरू आफ्नो ज्यान घटाउन हिँड्छन्। यस्तो ज्यान म चाहिँ के घटाउन हिँडेको छैन त केही। देख्नु हो केही ज्यान बाँस जस्तै छु यार, म बाँस जस्तै। त्यो पनि म हिँडिरहेको छु। तर पेट घटाउनु मात्र होइन, बिहान आफ्नो जिउलाई अलिक तगडा राख्न, अरू के भन्छ खतरा बनाउनको लागि पनि यसो बिहान उठेर जाँगर जोस देखाउनुपर्छ। श्याम भाइ खाजा घर, श्याम चटपटे पसल, श्याम भाइ सातवाला। यस्तो छ है, यस्तो छ। तपाईँहरू चाहिँ यहाँ भोटेपुलदेखि हल्का माथि यहाँ के भन्छ होला ग्यारेज सोरुमहरू देख्न सक्नुहुन्छ। जय दन्तकारी हिमकङ्गा ट्रेडिङ सेन्टर। के हो यो धरान के छ हौ न्यू धरान रिकन्डिसन सन्तोष मोटरसाइकल वर्कसप। यस्तै नै छ है। यस्तै छ तर यस्तो चाहिँ फोहोरहरू। हाम्रो धरान राम्रो धरान स्वच्छ धरान भन्छन् कि, तर यसरी बाटैभरि फोहोर थुपारेका छन्। तर बिहान भएपछि सफा गर्छ यो फोहोरहरू त। अहिले बिहानै भएको छैन नि त हामी, तर बिहान भइसक्यो। हाम्रो धरान कस्तो राम्रो धरान भइसक्छ। यहाँ चाहिँ हाम्रो पेट्रोल पम्प रहेछ। यो पेट्रोल पम्पमा साथीहरू ठग्छ भन्छ क्या मान्छेले। जसले पनि कोही पेट्रोल हाल्न आयो भने त्यो पेट्रोल पम्पमा चाहिँ नजानु है, नजानु ठग्छ भन्छ। साँच्चीकै ठग्छ र। तपाईँहरू चाहिँ के भन्न चाहनुहुन्छ यो कुरामा? प्लिज जानकारी छ भने भनिदिनु होला, जानकारी सेयर गर्नु होला। तपाईँहरूसँग बोल्दा साथीहरू समय गएको मैले थाहा नै पाइनँ। भान्चोक त आइसकेको हौ हाम्रो प्यारो भान्चोक। धरानको सान, धरानको मान, हाम्रो आफ्नै प्यारो भान्चोक हो कि खेतोक हो। लास्ट गल्यो हौ, लास्ट हिँड्दा त गल्छु। झन् कुदेको भए मेरो के हालत हुन्थ्यो भनेर म आफै सोच्दैछु। होटेल मन्त्र मन्त्र जस्तै रहेछ। यहाँ हाम्रो दाइले सफा गर्दै हुनुहुन्छ। बिहानै यस्तो सफा गर्नुहुन्छ कि। अनि त्यही भएर दिउँसो चाहिँ धन्न हाम्रो धरान क्लिन हुन्छ। बिहान त अब यस्तै हो। म तपाईँहरूलाई मन्दिर देखाउन चाहन्छु। मन्दिर पनि कस्तो हुन्छ नि, आँखै देखिनँ मैले त। अब एउटा हातमा यसरी फोन छ, अर्को हातमा नि फोनै छ। त्यही भएर यस्तो गर्ने हो, मनमा रोक्ने हो। मनबाट हातबाट देखावटी नढोगे पनि होइन साथीहरू। फेरि मन्दिरहरू हाम्रो नेपालीको के चलन छ भने यस्तो अब मन्दिरहरू आयो भने चाहिँ ढोगिहाल्ने क्या। जो पनि हुन्छ नि मन्दिर देख्यो भने ढोगिहाल्नुपर्छ, हाम्रो नेपालीको चलन। मेरो साथी कहाँ गइसक्नु भएको मलाई थाहा छैन। मेरो साथी किन ढिलो गर्दै हुनुहुन्छ त्यो पनि मलाई थाहा छैन। के भन्दै थियो भने म
के भन्दैछ साथीहरू बिर्सेँ त मैले त सम्झाइदेऊ न प्लिज बित्थामै बिर्सेँ ए त्यो मन्दिरको नाम चाहिँ मैले यो फ्लास बालेर भिडियो गर्दैछु नि त अनि फ्लास बालेर भने हाई डगी आशिका तामाङले जस्तो के हो यसको नाम कुकुर 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 के हो यसको नाम कस्तो अनि के भन्छ त्यही हजुर कस्तो राम्रो नाम आशिका तामाङको भिडियो हेर्नुभएको छैन म के भन्दैछु ए मन्दिरको यो फ्लास बाले भन्ने चाहिँ फ्लास बालिनँ भने म काली आउँछु म देखिदिँदैन अरूमा हराउँछु फ्लास बाले भने आँखै तिरिमिरी छ्याइ हुन्छ त्यही भएर मैले यसरी बोर्डमा लेखेको चिजहरू पनि पढ्न सकिनँ भने चाहिँ मेरो आँखा कमजोर हो र कमजोर यो चाहिँ हाम्रो के भन्छ यसलाई हो जेब्रा क्रसिङ तपाईँहरूसँग बोला बोल्दै भान्जो ट्याक्कै आइपुग्यो हौ म त के हौ साथीहरू के हौ त्यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ म त देख्नै सक्दिनँ कस्तो आँखै तिरिमिरी भएको छ भानु चस्मा घरि अनि ओभर चस्माहरू पाउँछ है साथीहरू पाउँथ्यो त्यहाँ टक्क इलाकाको अगाडि कि वडा कार्यालयको अगाडि बोलाइसकेन तपाईँहरू कहाँ हो यो पूर्वतिर जान चाहनुहुन्छ भने चाहिँ बिहानै 4 साढे 4देखि नै बसहरू लाग्दो रहेछ पूर्वतिर मात्र होइन सबैतिर जहाँ जानु चाहनुहुन्छ भने पनि लाग्छ बस त्यहाँबाट अर्को बस लाइनमा छ बसहरू यति धेरै बसै बस्छ हाम्रो प्यारो भान्चोक घन्टाघर तपाईँहरूलाई धरानमा चाहिँ एउटा खतरा के खासियत छ भने यस्तो हुन्छ बेलुका अरू बेला त 2 बजीदेखि नै हुन्छ अहिले चाहिँ 3-4 बज्छ होला सायद यो चाहिँ हाम्रो टेम्पो राख्ने ठाउँ हो टेम्पो स्ट्यान्ड टेम्पोमा धरमा किराइसकेको छ साथीहरू किराइसकेको अनि यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ हाम्रो प्यारो घन्टाघर मैले गएको छु लिएर बहुताउँछन् होला मान्छेहरू यहाँ हाम्रो चिया पसल हुन्छ क्या साथीहरू चिया पसल दाइले त हेलो गाइस भन्नु साथीहरू चिया खानु र फिक्का तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो चिया पसल साथीहरू मलाई मान्छे अगाडि जस्तै भ्लग गर्नु लास्ट बिला लाग्छ त्यही भएर बाई गाइस हामी चाहिँ यहाँ कालो चिया मान्छे जस्तै कालो तर अन्जनाले त गोरी नै छ मान्छे जस्तै कालो चिया खानु आइरहेको छौँ अहिले चाहिँ कागती बिरे नुन ब्ला 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 सबै हालेर टक्कसँगले घन्टाघरलाई हेर्ने अनि टक्क सुरुप्प पार्ने घन्टाघर हेर्ने सुरुप्प पार्ने यहाँ चाहिँ आन्टीले चिया बनाउनु हुँदैछ यहाँ चाहिँ सेलरोटी पाक्दैछ टाढा जानु पर्दैन तपाईँहरू घन्टाघर अगाडि आएर खान सक्नुहुन्छ तर बिहान मात्र है बेलुका चाहिँ त्यस्तै नै हो गाइज म चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ कि अहिले फ्लास बिना आएको छु फ्लास बिना किनभने उज्यालो भयो यस्तो धेरै उज्यालो भइसकेको छ कि यस्तो धेरै राम फेरि तपाईँहरू के भन्नुहुन्छ भने साथीहरू अघि जाँदाखेरि त अब यस्तो भ्लग बनाउँदै जाँदै थिएँ आउँदाखेरि के एकछिन भ्लग नबनाएको एउटा अङ्कल खै त भिडियो नबनाएको भनेर कस्तो खुसी पो लाग्छ हौ यस्तो भन्दा पनि के हौ हामी चाहिँ तपाईँहरूले देख्नु नै भयो होला घन्टाघर अगाडि गएर अब दुधको चिया खाम भने त मेरो पेट दुखेर म माथि आकाशतिर पुग्न आँटेको छु झन् बिहान यसरी चिया खायो भने छिट्टै पुग्छु भोलि नै पुग्छु होला त्यही भएर आज चाहिँ मैले फिक्का चिया अनि बाटोमा फेरि मैले मेरो साथी भेटेँ यस्तो लाज लाग्यो तपाईँहरूलाई के थाहा नि ह्यान्डसम मान्छेहरू देखेपछि त लाज लाग्दो रहेछ साथी तिमी मेरो भ्लग हेर्दैछौ भने नफुर्क ल अरेको लाजमा चाहिँ तर जोस् मेरो साथी ह्यान्डसम छ नाम त रिभिल नगरौँ होला फेरि मान्छेहरू गर के हौ बाटोमा बिहानै बिहानै टिका लगाउनु जानु अरे साथीहरू मुख धुकै छ भन्नु न आज त हामी मुख धोएर आएको नि फेरि अरू बेला त हामी मुख नदै आउँथ्यौँ नि त्यही हुँदैन
केही हुँदैन हौ ढुकिरहनु यहाँबाट ढुकिराख्ने अरे है साथीहरू ढुकिराख्ने अरे हामी बिहान बिहान पूजा गर्न सक्नुभयो र खै अघि हामी जाँदा त बढार्दै हुनुहुन्थ्यो सोध्नु न टिका लगाउनु मन लाग्यो होइन टिका छ कि छैन श्रीराम मन्दिर रहेछ यो यस्तै छ है साथीहरू हाम्रो चाहिँ फेरि भन्नु अन्त टिका बनाउनु भएको छैन टिका बनाउनु भएन है लगाइदिनु न हामी चाहिँ टिका लाउन आएको छौँ टिका लाउन हेर न फेरि कोही कोही रहेछ यहाँ हात खाली नहुनु पनि बिजोग साथीहरू यति ज्ञानी चाहिँ होइन यसलाई थाहा छ क्या उधारो टिका लाउनु हुँदै हुँदैन भन्ने यसलाई थाहा साथीहरू तपाईँहरूले देख्नु नै भयो मैले चाहिँ टिका लाएर आएँ तर मलाई कस्तो देखेको छ मलाई थाहा छैन है अब यस्तो हो मन्दिरभित्र अब के भन्छ हामी गएर आफै टिका लगाइदिनु न भनेपछि अनि फेरि उनीहरूलाई आश हुन्छ क्या जे भए पनि आफै हुन्छ भन्नु मिल्दैन होइन मतलब हो कि त्यो अब थाहा छ क्या उधारो टिका लाउनु हुँदैन भन्ने यस गाइड सुन्नुभयो मलाई उधारो टिका लगाइदिन्छ है त्यहाँ अनि मेरो बुद्धि आउँछ नि यहाँ पनि लगाइदिन्छ टिका मेरो मम्मीले तपाईँलाई टिका लगाइदिनु भयो पैसा दिनु त्यसो मलाई चाहिँ दिनुपर्ने म सानो मान्छे अलिकति गुरुबा चाहिँ हामीभन्दा सानो हो र हामीले पैसा दिएको भर्खर त्यही भएर चाहिँ अनि बरु 5 रुपियाँ नै होस् तर दिनु भन्ने सुनेको थिएँ त्यही भएर साथीहरू अहिले त के भन्नुहुन्छ भने तपाईँहरूले म यहाँ छु नि जे छु जसो छु कस्तो छु कोनी फ्ल्यास बाल्दा त अलिकति अनुहार देखेको थियो अब उज्यालोमा फ्ल्यास नपालेको बिल्लै भइसक्यो होला के गर्नु साथीहरू यस्तो छ जिन्दगी अब हामीले चाहिँ यहाँ हाँस्दै छन् कोही के गर्नु त होइन अब भिडियो बनाउने के भन्छ त्यसलाई रहर छ बनाउँछु नि म मान्छे हाँस्दैन मान्छेले म चुप लागेर हिँडेको होइन के भन्नु चाहन्छु भने अब अहिले चाहिँ हामीले भान्चोक गयौँ चिया पनि खायौँ अनि आयौँ यसरी फर्किँदैछौँ अब घर अब बाटोमा मिल्यो भने हामी 1-2 ठाउँ टिकटक बनाउँछौँ मिलेन भने हामी सिधै घर जान्छौँ हामी भोटे पुलाइसकिसक्यौँ अब खासै धरान फिटनेस क्लब के थाहा हौ मलाई थाहा छैन है कहाँ छ अनि अब हामी चाहिँ यहाँबाट 10देखि 15 मिनटमा घर पुग्छौँ होला अब घरमा गएर खासै केही छैन त्यही भएर के देखाउनु अहिले नै हामी भ्लग इन गर्न चाहन्छौँ सो के भन्छ त्यसलाई मस्त रहनु स्वस्थ रहनु यस आफ्नै काममा व्यस्त रहे पनि मेरो भिडियो हेर्न चाहिँ नबिर्सिनु होला अनि मस्त मोला जे होला होला बाई 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 भन्नु मेरो भयो होला नहोला जे हुन्छ तपाईँकै होला ल लाग्यौँ ल साथीहरू